सबैभन्दा पहिले कांग्रेसका कार्यकर्ताहरूलाई प्रश्न गर्न मन लाग्यो, तपाईहरूले बामान्य देउवाले 5 पटक प्रधानमन्त्री भएर पनि नेपालमा सामान्य कुटपिट हुँदा पनि उपचार हुन सक्ने अस्पताल बनाएनन् अनि देश कहिले बनाउँथे? पहिलो तस्बिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र दोस्रो तस्बिर सिङ्गापुरको विमानस्थल। पहिलो तस्बिरमा 5 पटक प्रधानमन्त्री भइसकेका शेरबहादुर देउवाका दम्पति आफै हिँडेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिङ्गापुर प्रस्थान गरेको देखिन्छ। तर सिङ्गापुर जाँदा जाँदै उनीहरू प्लेन भित्रै बिरामी परिसके, व्हील चेयरको व्यवस्था गर्नुपर्ने अवस्था आयो। तर एउटा लाज भन्ने चीज हुन्छ। नेपालमा 5 पटक प्रधानमन्त्री भइसकेको व्यक्तिले आफूलाई सामान्य कुटपिट हुँदा पनि उपचार गर्न सक्ने अस्पताल बनाएका छैनन्। एक हिसाबले भन्ने हो भने दोष यिनीहरूको होइन, जनताको हो। नेपाली जनताले गलत निर्णय गरे, आँखामा पट्टी बाँधे, दिमागमा बिर्को लगाए, त्यसपछि कहाँबाट अरू देखुन्, अरू कसैलाई भोट दिने आँट गरेनन्, हिम्मत गरेनन्। कांग्रेसका विश्वप्रकाश शर्माले भन्दै थिए, हामीले जनताको जुत्ता सिलाउने काम गर्दैनौं, मुट्टु सिलाउने काम गर्छौं, जनताको रोगको उपचार गर्ने हस्पिटल बनाएका छौं भन्थे। आज विश्वप्रकाश शर्माहरूले बनाएको हस्पिटल कहाँ हराएछ? कि त्यसले यिनीहरूको रोग निवारण गर्न नसक्ने खालको थियो? हुन त कांग्रेसको नजरमा जनता र भिआइपीहरू कहाँ एउटै हुन् र यिनीहरूका प्रधानमन्त्रीलाई उपचार गर्ने खालको हस्पिटल पो बनाएका थिएनन्। सोझा र सिधा नेपालीहरूलाई ठग्ने हस्पिटलहरू त पक्कै पनि बनाएका छन् यिनीहरूले, त्यसमा कसैको दुई मत छैन होला। डडेलधुरावासीहरूलाई मेरो पुनः आग्रह छ, फेरि पनि शेरबहादुर देउवालाई नै विजय गराउनु होला, किनकि उनले हाम्रो देशमा अस्पताल बनाइदिन्छन्, सडक बनाइदिन्छन्। 5 पटक प्रधानमन्त्री भइसक्दा अहिलेसम्म धेरै बनाइदिए, उस्तै परे चुनाव आउँदा पैसाको खोलो बगाइदिए होला। फेरि पनि चुनावमा उनैलाई रोज्नु, अर्को रोज्ने गल्ती र भुल डडेलधुराले गर्ने छैन भन्ने पूर्ण विश्वासका साथ नेपाली कांग्रेसका आम कार्यकर्ताज्यू, तपाईहरू पनि नेपाली कांग्रेसमा शेरबहादुर देउवालाई नै फेरि प्रधानमन्त्री बनाउन लाग्नुहोस्, किनकि ज्योतिषले उनलाई 7 पटकका प्रधानमन्त्री बन्ने पक्का पक्की भनिसकेको छ। यसो किन भनेको होला भनेर अचम्म मान्नु पर्दैन, किनभने हाम्रो देशमा भ्रष्टाचारको अन्त्य, कानुन र नियम सबैलाई बराबर गर्नुपर्छ भन्दा तपाईहरू नै सडकमा आएर विरोध गर्न सुरु गर्नुहुन्छ। हुन त आँखा चिम्लेका कांग्रेसी कार्यकर्ताहरूले यहाँ फेरि ज्यान मारेर धम्की अथवा गालीको वर्षात गर्न पनि सक्नुहुन्छ। तर यथार्थता यही हो, भ्रष्टाचारको अन्त्य गर्न खोज्दा उल्टै जेलमा कोच्न सक्नुहुन्छ, तर तपाईहरू कहिल्यै सुध्रिनुहुन्न। हुन त जेनजी आन्दोलनको क्रममा घरमा पैसा जलेको देख्दा पनि एआईले गरेको हो भन्नुहुन्थ्यो, यो भिडियो पनि एआईबाट बनाइयो भन्न सक्नुहुन्छ। भ्रष्टाचारको अन्त्य, देश विकास र अस्पताल, सडक, पूर्वाधार, शिक्षा, स्वास्थ्य जस्ता कुराहरू बनाउनु किन पर्यो र एआईले गर्दिहाल्छ। देउवा दम्पतिलाई मात्रै होइन, सिङ्गो नेपाली कांग्रेसलाई।